यो 10 दिन कसरी पार भयो म मात्रै जान्दछु। अनि बेसी चाहिँ हिजो 2 दिन मैले केही पनि अपलोड गरिनँ। 11 तारिकबाट मेरो मोबाइल बिग्रिरहेको थियो। हिजो 20 तारिक बल्ल चाहिँ बनिने आशा त थिएन, क्यामेरै चेन्ज गर्नुपर्छ भन्नुभएको थियो मेकानिकले। तर मैले पर्दैन, होस् अब 1 महिना जसै त्यसै चलाउँछु अनि न्यू नै फोन लिन्छु भनेर सोचिरहेको थिएँ। तर पता नहीं अचानक फ्रन्ट क्यामेरा चाहिँ चल्दैन, ब्याक क्यामेरा मात्रै चल्न थालेछ। अब जे भए पनि भगवानलाई चाहिँ थ्याङ्क यू भनेर चाहिँ आज बिहानदेखिबाट चाहिँ ब्लग स्टार्ट गरिरहेको छु। अब मोबाइल चाहिँ बनिने चाहिँ आशा चाहिँ थिएन। अब सेन्सर खराब भएको थियो भन्नुभयो। अब यता क्यामेराको सेन्सर चाहिँ ठिकै भयो, तर फिङ्गरप्रिन्टको जुन चाहिँ सेन्सर हुन्छ हो त्यो चाहिँ खराब भएछ अहिले। अब जे भए पनि त्यसको लागि त बटन छँदैछ, क्लिक गरेर भइहाल्छ। तर मलाई मेन जरुरत थियो क्यामेराको। अब फ्रन्ट क्यामेरा चाहिँ बिग्रिए पनि मलाई केही पनि छैन। अब ब्याक क्यामेराले त जे भए पनि सुट त गर्न हुन्छ भनेर चाहिँ त्यतिमै मन चाहिँ खुसी छ। अनि यता चाहिँ अब छोरी पनि उठिसकेकी थिए अनि मैले झाडुहरू गरिसकेर आमा छोरी अब बसेर थियौँ चाय पिउन। अहिले त आमा छोरी मात्रै छौँ घरमा, माताजी पनि घरमा जानुभएको छ, दिदीलाई अलिक सन्चो छैन र। अनि आमा छोरी मात्रै छौँ, दुईजना बस्दै ओर्दै गफ गर्दै अब चाय पिइरहेको थियौँ। अनि छोरीका चाहिँ दुईजना साथी छन् अब यहाँ, एउटा कालु अरे, एउटाको नाम चाहिँ डगी अरे। अब ऊ चाहिँ कालु अरे, अस्ति घुम्न जाँदा लिएर आएकी चाहिँ। अनि दुईजनालाई खुवाउँछे अनि आफै पनि खान्छे। अब छोरीलाई चाहिँ अब त खाँदै गर भनेर म चाहिँ अब कपडा लिएर सुकाउन जान आँट्दै थिएँ। अब हिजो त सुकेका थिएनन् अनि यो करङ्गे पनि धोइरहेको थिएँ मैले। अब छोरीले कोही कोही बेला त अब बिताइदिइहाल्छ, त्यही भएर नधोइकन त हुँदैन, गनाएर उत्पात हुन्छ। अनि यता छोरीको उत्पात यहाँ हेर्नु न कसरी उभिएकी रहेछ, मामा भनेर बोलाइ कपडा लिएरै आएर हेर्छु त छोरीले त माथि त सानो एउटा डब्बा छ, हो त्यो डब्बामाथि उभिएर ब्रस पनि त्यही माथि गर्छु भने चाहिँ त्यहाँ पनि उभिरहेको रहेछ केसनेरी। अनि मैले फेरि कस्ती मान्छे यता इन्डक्सनको चाहिँ प्लग अनै रहेछ। अब त्यसलाई पनि अफ गरेर अनि छोरीलाई पनि बाहिर लिएर आएर कपडा सुकाउन थालेँ। अब यो चाहिँ टाइम भइरहेको थियो अब स्कुल जाने। अब यो अगाडिको बाटोदेखिबाट सबै स्कुल केटाकेटी जान्छन्। बिहानको टाइममा चाहिँ हेरेर राम्रो लाग्छ अब रमिता। अब अलिक दिन त्यहाँपछि त छोरी पनि म पनि दुईजनै जान्छौँ स्कुल। अब म चाहिँ पढाउन, छोरी चाहिँ पढ्न। के गर्नु घरमा बसेर होइन, 12 बजीसम्म एकछिन भए पनि मन भुलिन्छ भनेर चाहिँ म पनि जोइन गर्छु। अनि अब छोरीलाई चाहिँ आज लान्न भनेर चाहिँ सोचिरहेको थिएँ, तर छोरीको उत्पात देखेर चाहिँ नलगी पनि हुँदैन जस्तो छ। अब उसलाई पनि खानासाना खुवायो अरे, त्यहाँपछि अनि आफूले चाहिँ खाना भ्याइन, उसलाई एकछिन लिएर गयो। अब अरूको एनुअल एक्जाम आउँदैछ, डिस्टर्ब हुन्छ ल्याएर बिहानै छोडिदिँदा भनेर चाहिँ म ठिक्क 10:30 बजीतिर लिएर आउँछु। 1 घन्टा स्कुलमा राखेर त्यहाँपछि अनि लिएर आउँछु। त्यति हुँदाखेरि अरूलाई पनि डिस्टर्ब भएन, उनीहरूले पनि एकछिन पढ्छन्। अनि स्कुलबाट लिएर आएर त्यहाँबाट पहिले म चाहिँ खाना खान थालेँ। भात चाहिँ पाकेको हो गाइस 10 बजी नै, तर म चाहिँ अहिले खाँदैछु 12:30 बजीतिर। अब छोरीलाई पनि खुवाएर अनि फेरि आफू फेरि खाँदैछु। गरम गरम भात चाहिँ बनाएँ, अब सब्जी चाहिँ त्यही छ बिहान अब जुन बनाइरहेको थिएँ। सोच्नुहुँदैछ होला बिहान बनाएको भात कसरी सक्यो भनेर। अब भात चाहिँ छ अलिकति, तर मैले तातै भात बनाएँ। दादा पनि हुनुहुन्थ्यो, आउनुभएको थियो, दादाले पनि खाएर जानुभयो। त्यहाँपछि अनि अब मेरो पाली पऱ्यो र अहिले अलिकति तातो भात बनाएँ। अब चिसो भात त राम्रो लाग्दैन खानको लागि। अनि सब्जी चाहिँ त्यही हो। अब एउटी गृहिणीको काम चाहिँ कति हुन्छ त्यो त अब हामीले भिडियो माध्यम त अलिकति देखाउन सक्ने मात्रै देखाउँछौँ, त्यसको बिचमा पनि हामीले अझै कति काम गरिसकेका हुन्छौँ होइन, भन्नुहोस् त गाइस। एउटी गृहिणीलाई चाहिँ कम चाहिँ नआक्नु होला। अझै को प्रोफेसनल पनि गर्नुहुन्छ, काम अर्थ पनि गर्नुहुन्छ। अब मेरो पनि हुँदैछ पाली, अब अप्रिलदेखिबाट म पनि जोइन गर्दैछु। अनि गाइस कस्तो के लाग्यो होला मेरो ब्लग कमेन्ट गर्न चाहिँ नबिर्सनु होला। अनि फलो पनि गरेर जानु होला नयाँ हुनुहुन्छ भने। अनि प्लिज एउटा लाइक बटन पनि हानेर जानु होला, राम्रो लागेमा सेयर पनि गरिदिनु होला।